प्रधानमन्त्रीको गाडीमा सँगै चढ्यो, मुख्यमन्त्री सँगै चढेर यो जम्मै जनता मेरो हो भनेर चाहिँ यहाँ पारी बस्नेले भ्रममा नपठाउँछ। साह्रै पर्यो भने नमस्कार गरेर चुपचाप बस्नु। दैवको आहार अजिङ्गको आहार कुनै जुराउँछ भने जस्तो यही ताम यो लिस्टमा नाम परेन, त्यो परेन, मेरो ग्रुप यति, तेरो ग्रुप यति, हेरौँला भन्नेले भोलि पार्टी नहोस् त उनीहरूको हालत के हुन्छ। एसकेएम पार्टीको चाहिँ बिजेपीसँग यो मेरो व्यक्तिगत विचार पुगेको हो। जब प्रधानमन्त्री यहाँ आउँछन् अनि उहाँको पार्टीको प्रेसिडेन्ट पनि प्रधानमन्त्री र मुख्यमन्त्री सँगै बस्छन्, नमस्ते गरेको गरेन कस्तो झुकेको अन्त जम्मै मेरै हो भनेर सम्झिरहेको। जनताले दिएको स्वागत त प्रधानमन्त्रीको जीवन त्यो प्रोटोकललाई दिएको हो, उहाँको पार्टीलाई दिएको होइन। अनि 2019मा 32 एसकेएम पार्टीले क्यान्डिडेट खडा गर्छ भने चाहिँ पार्टीको कार्यकर्ता र केन्द्रीय कमिटीले तय गर्ने कुरा अनि पार्टी अध्यक्षले तय गर्ने कुरा उनीहरूले होइन। हामी एसकेएम पार्टीका कार्यकर्ता हौँ। हामी टेबल ल्याम्पको मुनि बसेको छौँ। हाम्रो पार्टी अध्यक्ष भनेको प्रेमसिंह तामाङ गोलेज्यू हुनुहुन्छ। अनि त्यो अफिसियल कार्यक्रममा प्रधानमन्त्री सिक्किममा भिजिट गर्न आउनुभयो अनि उहाँ 2 दिन बसेर जानुभयो है। यतिसम्म सिक्किमलाई माया गर्नुभयो, सिक्किमको काम गराइदिएर यहाँको विकास देखेर कि हेलिकप्टरमा भएन भने पनि म बाई रोड आउँछु सम्म पनि भन्नुभयो। त्यो हाम्रो तपाईँ हामी सबैले गर्व गर्ने कुरा हो। तर यो एसकेएम पार्टीको चाहिँ बिजेपीसँग यो मेरो व्यक्तिगत विचार पुगेको हो। यो पार्टीको कुनै विचार होइन, मेरो व्यक्तिगत अनि मेरो पार्टीको स्थापना कालको कार्यकर्ता भएको नाताले मेरो अधिकार प्रयोग गर्दै मैले यो बोलेको। जब प्रधानमन्त्री यहाँ आउँछन् अनि उहाँको पार्टीको प्रेसिडेन्ट पनि प्रधानमन्त्री र मुख्यमन्त्री सँगै बस्छन्, नमस्ते गरेको गरेन कस्तो झुकेको अन्त जम्मै मेरै हो भनेर सम्झिरहेको होइन। अब यो पार्टीको नाम त म लिँदिनँ, भोकटै अब हामीहरू गाउँकै मान्छे हो, किन प्रमोट गर्नु। युट्युबरले कसै अलिक गाउँको युट्युबरले कुनै ब्रान्डलाई प्रमोट गर्दाखेरि पैसा लिन्छ अरे, अब भोकटै प्रमोट गर्नु त जान्दिनँ। तर यो सरकारी कार्यक्रम र पार्टीको कार्यक्रम भिन्नै हुन्छ। प्रधानमन्त्रीको भिजिटलाई जनताले दिएको स्वागत त प्रधानमन्त्रीको जीवन त्यो प्रोटोकललाई दिएको हो, उहाँको पार्टीलाई दिएको होइन। अनि 2019मा 32 एसकेएम पार्टीले क्यान्डिडेट खडा गर्छ भने चाहिँ पार्टीको कार्यकर्ता र केन्द्रीय कमिटीले तय गर्ने कुरा अनि पार्टी अध्यक्षले तय गर्ने कुरा उनीहरूले होइन। अनि यहाँ तपाईँहरू 1-2वटा सिक्किमको कुना क्षेत्रहरूमा फेरि तलबाट मतिर हलो भनिसक्दा यहाँ सबै हाम्रो कानुन सल्लाह भइसकेको छ भनेर झुकाउँदै बिजेपीका जोइन गर्दैछ। यो एक प्रकारको हैजा हो। तपाईँहरू यसमा नर्मली हिम्मत छ भने आफ्नो तहमा उहाँको पार्टी अध्यक्ष, उहाँको प्रधानमन्त्री सिक्किम ल्याउनु अनि उहाँहरूको बलबुतामा त्यतिको स्वागत गरेर भव्य स्वागत गरेर देखाउनु। त्यो त हाम्रो सरकारी कार्यक्रम र नेताको कार्यक्रममा उहाँहरूले फाइदा उठाउनु। जोइन हुँदैछ अरे बिजेपीमा जोइन हुँदै यो भ्रम मात्रै हो है, मैले नाम लिइहालेँ। तर यो मेरो वक्तव्य मेरो व्यक्तिगत हो। मैले अघि भने न म यो एसकेएम पार्टीको संस्थापक मेम्बर भएको कारणले त्यो हकलाई प्रयोग गर्दै त्यो पार्टीसँग हामीले सिट सेयर गर्छ नगर्छ त्यतिखेर निर्णय गर्ने कुरा हो। अहिले नै उहाँ प्रधानमन्त्रीको गाडीमा सँगै चढ्यो, मुख्यमन्त्री सँगै चढेर यो जम्मै जनता मेरो हो भनेर चाहिँ यहाँ पारी बस्नेले भ्रममा नपठाउँछ। यति चाहिँ यो सागमार्तामको यो हाम्रो पञ्चायत अनि नयाँ पुरानोको भेटवार्तामा मैले यो क्लियर गरिदिएको। र अन्तमा तपाईँहरू बुझिहाल्नु भयो होला, यहाँ ठुलो इस्यु केही पनि छैन।
मैले भने न मातम रुम्तेक यस्तो क्षेत्र हो यहाँ चाहिँ साँचो काम गर्ने मान्छे भ्रष्टाको दिएछु। मैले भने यहाँ तिनजुरे पनि छ, कर्मपाको वासस्थान क्या तपाईँको रुम्तेक गुम्पा पनि छ। यहाँ त खुन छाड्छ पो त उस्तै बेसी गऱ्यो भने त। अनि त्यसले गर्दा साह्रै साह्रै पर्यो भने नमस्कार गरेर चुपचाप बस्नु। दैवको आहार अजिङ्गको आहार कुनै कसले जुराउँछ भने जस्तो जुर्छ पनि। साह्रै यताउति नि गर्नु हुँदैन। यो साङमातम क्षेत्र चाहिँ पहिला स्याप्चुङ लेप्चा भन्ने विधायकज्यू हुँदैदेखि मलाई यहाँको इतिहासहरू सानै भए पनि केटाकेटी भए पनि भर्खर जन्मे भए पनि राजनीतिमा रुचि भएको कारणले गर्दाखेरि पढ्दै आएको छ। कोही विधायक त लापत्ता भएको छ होइन। त्यसले गर्दाखेरि हामीले साङमातम क्षेत्रलाई अझै पार्टीगत रूपमा अघि बढाएर लैजाउँ, सङ्गठित हौँ। मलाई बडा अचम्म लाग्दैछ क्या। म यो एउटा नाम छ त्यो नाम म एनएसपिसीको अहिले कोअर्डिनेटर कम चेयरम्यान छु। रम्फूदेखि लिएर चुङथाङसम्म स्क्र्याप छ। मेरो दिमाग आउँदैन एउटा स्क्र्याप होला भने पेजअप हुन्छ नामै स्क्र्याप भइसक्यो। त्यो कतिवटा कुराहरूलाई अलिक दबाएकै राम्रो क्या। घरभित्रको कुराहरू शरम लाग्ने कुराहरू। अनि जे जस्तो छ होइन, जस्तो सुकै भयो भने पनि तपाईँ हामी मिलेर एकमुठी भएर अगाडि बढ्नुपर्छ। हेर्नुहोस् पार्टी छ र त यो दुनियाँभरको के छ तानातान छ। पार्टी छ, यो तानातान छ। एप्लिकेसनमा मेरो नाम छ, मेरो नाम परेन भन्ने गुनासो छ होइन। मैले पाइनँ भन्ने गुनासो छ। आज एसडिएफ पार्टीमा 2-4 जना रहेकोहरूको उनीहरूकोमा यो गुनासो छ। मेरो लिस्टमा नाम परेन भन्ने गुनासो छ। मेरो घर परेन भन्ने गुनासो छैन नि। ढुक्कसँग बसिरहेछ। हाम्रो पार्टी छ, उदार हृदय भएको मुख्यमन्त्री हुनुहुन्छ, उदार हृदय भएको पार्टी अध्यक्ष हुनुहुन्छ, अनि धेरै विज्ञ जान्ने पढेको अनि सोझो सबैले जिस्काउन हुने विधायक छ। र त हाम्रो गठबन्धन छ, असन्तोष छ, मनमुटाउ छ। यसैको कारणले गर्दाखेरि हामी सबै एकाअर्कामा ठोसाठोस छ। पार्टी नहुनु के याद छ? पार्टी न म इक्जाम्पल दिन्छु। पार्टी नहुँदाखेरि यहाँ मिचुङ साहबलाई सोध्नु, हाम्रोमा पार्टी थिएन। पवन पर्साईको एउटै घर थियो साङमातमको, त्यो ठुलो आङ्गामा भेला हुने गामगुडुङ। भात खुवा पवन पर्साई, खसीको मासु खुवा पवन पर्साई, अलिअलि पैसा फ्याक्ट्रीको लुट लागेर पवन पर्साई। त्यहाँ कलमान भाइ हाम्रो यो रोसर उप्रेती थियो यताबाट आऊ। कसैको केही पनि थिएन, तर सबैभन्दा खुसी थियौँ हामी। सबभन्दा खुसी थियौँ। एउटाले खाजा किन्दैछ ए मेरोमा पैसा छ भनेर अत्तालेर गोजीबाट निकाल्थ्यौँ। पार्टी नहुँदा सङ्गठित थियौँ। त्यही सङ्गठित त्यही भावनाले यो पार्टी आएको। अनि आज यो सबै गुनासो, यही तानातान, यो लिस्टमा नाम परेन, त्यो परेन, मेरो ग्रुप यति, तेरो ग्रुप यति, हेरौँला भन्नेले भोलि पार्टी नहोस् त उनीहरूको हालत के हुन्छ? हालत भोलि पार्टी नहोस् त हामी त सबैसँग जिउ हजुरी नमस्कार। दुश्मनै होस् अपोजिसनकै होस्, राम्रो विचार राम्रो व्यवहार गरेर हिँड्ने मान्छे हो हामी। जहाँ पनि सर्भाइभ गर्न सक्छौँ, तर पार्टीकै घमण्डले नै आज बदमासी गर्यो भने भोलिको दिनमा सर्भाइभ गर्नु साह्रो छ साथीभाइ।